यदि तिमी नपढिकन पास हुन चाहन्छौ, नपढिकन पास हुनु भन्छ, राम्रो मार्क्स आउनु भन्छ, हेर 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 कसरी हेरेको, नपढिकन कसरी पास हुन्छ। इक्जाम आयो, पढ्न मन छैन, के गर्ने? के हेर त? वाट इज दिस? यदि तपाईँलाई राम्रो मार्क्स ल्याउनु छ तर पढ्न फिटिक्कै मन छैन भने हाम्रो राजदीप जस्तो गर्नुपर्छ, कम्प्युटर हेर्नुपर्छ नन स्टप। अब त यो फ्यानको नि काम आउने बेला भयो। फ्यान जाडोभरि यहीँ बस्यो बिचरा, राख्ने ठाउँ नभएर। अनि पपाया दिएको खाइन्छ नि त, खाइसक्यो। पढ्न अल्छी गऱ्यो नि खान त अल्छी नगर। ओके, र जाडो सकिएर गर्मी सुरु हुन लाग्छ। कस्तो राम्रो इन्भाइरोमेन्ट भएको छ हाम्रो यो। एभोकाडो 4 वर्षको भयो, मेबी 4 वर्ष भयो होला, फुल फुलेछ यसपालि। कस्तो मजाले फुल फुलेछ, नझऱ्यो हुन्थ्यो। यतापट्टि आँप पनि थियो, आँप चाहिँ एभोकाडोले बढ्न दिएको छाया परेर आफै सानो भयो। लटरम्म फल्छ फल्न त आँप, तर जोगिँदै जोगिन सबै झर्छ। हो यो के हो, यो कृषि प्रविधि थाहा छैन। यो एभोकाडो पनि बच्ने हो कि नै थाहै छैन। भगवान् बचोस् है। फर्स्ट टाइम फुल फुलेको कस्तो रमाइलो लाग्छ। कत्रो ठुलो भएछ रुख पनि घर नजिकै, सुन्दर देखेछ। र मौसम पनि सुन्दर, घाम अस्त हुन लाग्यो। घाम चाहिँ मेरो गमलामा फुलहरू नि फुलेको छ। अब चाहिँ वसन्त ऋतु आयो। भइसकेन गिटार बजाउनलाई प्र्याक्टिस गरेको, छोडेपछि छोराछोरी भयो। नछोड्दै त मलाई अलिकति आउँथ्यो। कतिवटा गिटार छ? एउटा, दुईवटा, तीनवटा। किन्ने बेलामा चाहिँ बच्चाहरूलाई सबै कुरा किन्न मन लाग्छ, युज गर्ने बेलामा चाहिँ अल्छी लाग्छ। किन्न पाए भयो, के गर्ने होला आजभोलिको बच्चाहरूलाई। गिटारको तारले काट्यो फेरि यहाँ। यसो मेरो स्नेक प्लान्ट कति धुलो हुन्छ भने। भाँची छ। भोक लाग्यो, के खाने होला? ओके, बाई बाई। पढ्नु पर्यो नि, अब पढ्ने होइन? ओके, रियली? कति बेला पढ्ने?
डन